हेलो साथीहरू, आज हामी रोल्पा जिल्लाको 1 नम्बरको रमणीय स्थल, पर्यटक स्थल, धार्मिक स्थल अब भन्थ्यो भने नि जलजला क्षेत्रतिर जाँदैछौँ हामी। प्यारो राई, मलजुन्द्र राई, मलाई त चिनिहाल्नुहुन्छ। अब हेरौँ कस्तो हुन्छ हाम्रो यात्रा। यस्तो छ दिनहरू। यतिको बाटो यहाँ छ यार। यहाँ पुग्नलाई अलिक बाटो गाह्रै थियो। जस आयो जस्तो तसो हामी बाइक हामीले यहाँसम्म राख्यौँ। यहीँसम्म आउँदैछ बाइक। अब हामी पैदल यात्रा जाँदैछौँ। यहाँ चाहिँ लालीग्रास फुलिरहेछ, हेर्नुहोस्। थुर्पाबाट कति करिब आधी घन्टाको बाइकको यात्रापछि हामी यहाँ पुग्यौँ। यहाँबाट अब अलि पैदल यात्रा सुरु हुन्छ। त्यसपछि हामी जलजला पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्रतिर पुग्छौँ। यो चाहिँ प्रस्तावित संरक्षित वन क्षेत्रभित्र पर्छ। जलजला संरक्षित वन, प्रस्तावित संरक्षित वन भयो। साथीहरू, मैले भर्खरै डाँफे देखेँ। प्राकृतिक वासस्थानमा डाँफेको हेर्दै ठिक्क भयो। मोबाइल झिक्दै त उडेर गइहाल्यो, नत्र तपाईँहरूलाई देखाउनु मिल्थ्यो। जे होस्, फर्स्ट टाइम डाँफे देखियो नेचुरल ह्याबिटाटमा। उडेर जाँदा त कस्तो दामी देखाएको थियो साथीहरू। के गर्नु, हजुरहरूलाई देखाउन सकिएन। अब अहिले मोबाइल खोलेर हिँड्दा छु, अहिले त केही देखेको छैन। यहाँ निगाला, यहाँ रेड पान्डा पनि पाइन्छ अरे यतातिर। निगाला प्रशस्तै छ यता। त्यस्तै विभिन्न वन्यजन्तु, वनस्पतिको एकदमै धनी क्षेत्र जलजला संरक्षित वन जुन प्रस्तावित छ। आज घुम्ने अवसर जुर्यो यहाँ। रोल्पा आएदेखि नै अब रोल्पामा घुम्न सक्ने ठाउँ, पर्यटकीय गन्तव्य कुन छ भन्दा सबैको मुखमा सुरुमा आउने नाम हो जलजला। 4 महिना बसियो लगभग। सुरुदेखि नै यहाँ आउने चाहना धोको थियो। अब 1 हप्ता बाँकी छ बस्न, त्यो चाहिँ पुरा भयो यहाँ जलजला घुम्नलाई। म त अघि आएँ, दाइ त कता पछाडि अल्झिनु भएछ। केही देख्नुभयो क्या दाइले? डाँफे कालिजहरू। अरू पनि छन् यहाँ, पर्यटकहरू पनि रहेछन्। आज साथीहरू स्थानीय चाड हाम्रो नेपालीहरूको चैते दसैँ पनि हो। चैते दसैँको बिदाको अवसर पारेर अरू जलजलाको घाँसी मैदान बर्खाको समयमा पुरै हरियाली हुन्छ। यहाँ चाहिँ अब वैशाख पूर्णिमा र साउन पूर्णिमामा चाहिँ
मेला लाग्छ एकदम ठुलो माथिको भिड लास्टिक हुन्छ अरे जलजला संरक्षित क्षेत्र संरक्षित वन ग्रासल्यान्ड अफ जलजला हाम्रो जलजलाको मन्दिर चाहिँ यही जस्तो लाग्यो मलाई यो ठाउँ अलि मलाई रारो जाने बेला बिच बाटोमा आउँछ त्यस्तै लाग्यो किन गलत नि फोटोमा हेरेको मन्दिर त त्यही हो जलजलाको किन हजुरले के एक्सपेक्ट गर्नु भएको कतै थुम्का भएर बसेको होइन हिउँ भयो त्यो पारितिर छेकेको ठाउँ होला अलिअलि धर्मशाला पनि दामी छ यहाँ फुलहरू फुलिरहेको छ यो रुख के को होला खै के को रुख हो थाहा छैन तर रुख चाहिँ छ आहा दामी छ फुलहरू त यहाँ धर्मशालाहरू हेर्नु त कस्तो राम्रो राम्रो रहेछ पर्यटकहरूलाई धर्मशाला बिल्डिङहरू त त्यहाँ पनि कस्तो राम्रो छ जलजला क्षेत्र रोल्पाको अहिले चाहिँ घाँस सुकेर सुक्खामा छ असार साउनतिर चाहिँ हरियाली नै हुन्छ होला ठिकै बाटो जस्तो रहेछ यहाँ चाहिँ लेखाली बाटो तिर्खा लाग्यो यहाँ पानीको मूल त रहेछ मूल त हो नि यहाँ तीनवटा धारा रहेछ यहाँ चाहिँ बराहको मन्दिर जहाँ मेला लाग्छ साउन पूर्णिमा अनि वैशाख पूर्णिमामा धर्मावलम्बीहरूको घुइँचो हुन्छ एकदमै अनि यहाँ चाहिँ बर्खाको समयमा अलि पानी धेरै आउने होला त्यही भएर पुलको व्यवस्था बनाएको रहेछन् पेप्स म यहाँ आइपुगेँ पेप्स यो चाहिँ फुलेर हिँड्छ होइन के गुराँसै र होला नि यहाँ घोडा घोडीहरू पनि चरिरहेका छन् यस्तो छ यहाँ अनि चिमाल लाली गुराँस सधैँ फोटो लिइराख्नु होला यस्तो छ ठाउँ जलजला हरियाली भएको भए राम्रै देखिन्थ्यो होला लाली गुराँस टोलीहरू त उइस अब हामी गुफातिर जाँदैछौँ गुफामा चाहिँ बाह्र भाइ बराहाको बहिनीहरूको जन्मको ठाउँ अरे गुफा चाहिँ धार्मिक रूपले एकदम महत्त्वपूर्ण उहाँहरू त त्यहीँ बस्नुभयो इससे त फुल अर्को भेट्यो गुफा आएको जस्तो छ
गुफाको नाम भीमा गुफा रहेछ। यहाँ चाहिँ पढ्न सक्नुहुन्छ यो गुफाको बारेमा हजुरले। भामा गुफा। अब चाहिँ गुफाभित्र जान्छ हामी। रहेछ अब लाइट खोल्नलाई बन्द गरेँ मैले। हामी गुफाबाट फर्किँदैछौँ। भ्यू टावर छ अरे कता त्यहाँ जानु पर्ला। हामी यहाँ आउन त आइयो, हतार हतारमा खाजा ल्याउन बिर्स्यो। धन्न खाजा पाइयो। उहाँहरू बाटोमा भेटिनु भयो। उहाँहरू चाहिँ उहाँलाई एकदमै धन्यवाद खाजाको लागि। के भन्छन् धन्यवाद भनेपछि? के भन्छन् नाइ धन्यवाद भनेपछि? वेलकम भन्छन्। वेलकम नेपालीमा स्वागतम। उहाँहरू चाहिँ प्युठानबाट आउनु होइन? हाम्रो घर रोल्पानी हो। हाम्रो कार्यक्षेत्र चाहिँ प्युठान हो। उहाँ एउटा अर्को ग्याङ पनि रहेछ घुम्न आएको, रमाइलो गरिरहेछ नि जस्तै। आज यतै नाइट क्याम्प गर्छन् जस्तो छ तिनीहरू चाहिँ। यस रमाइलो छ, गीत सिट बजाइराख्नु। यहाँ अर्को दुईजना पनि आउनुभएको छ घुम्न। उहाँहरू पनि प्युठानबाटै आउनुभएको। यहाँ अझै मन्दिरहरू छन्। बरादेव बोजूहरूको मन्दिरहरू छ। कस्तो लाग्यो तपाईँहरूलाई? जलजला कस्तो लागिरहेको छ? लाइक कमेन्ट गर्नु होला, आफ्नो प्रतिक्रिया दिनु होला। कमी कमजोरी पनि भन्नु होला, सुधार गरौँला। आन्तरिक पर्यटकहरू धेरै नै आउँदै छन्। अर्को ग्याङ माथि आयो, रमाइलो गर्दै आइरहेछन्। त्यो होस् चाहिँ धर्मशाला मेला लागेको बेला बाहिर पाल टाँगेर पनि भित्र पनि मान्छे त छ्यापछ्याप्ती हुन्छन्। मान्छे देखेको चाहिँ भ्यू टावर अहिले हामी त्यहाँ जान्छौँ। छ हेरौँ न कस्तो रहेछ। यहाँ चाहिँ पोखरी बनाएको रहेछन्। जुत्ती ग्याङहरूको रमाइलो भइरहेछ उता। रमाइलो छ जस। मौका मिलेछ भने तपाईँहरू पनि रोल्पा आएको बेला जलजला घुम्ने जमघट मिलाउनु होला। म खाजा खाँदैछु। भन्न खाजा पाइयो। मान्छे त जस चहल पहल छ, हामी त कोही पनि हुन्न। हामी दुईजना चाहिँ हुन्छ जस्तो लाग्थ्यो, तर धेरै नै छन् मान्छेहरू। चाहिँ पोखरी अलिक पानी कम भएर लेउ धेरै भएर अलिक फोहोर रहेछ। यहाँ पानी त रहेछ है अलिअलि। कुण्ड जस्तो रहेछ होइन? कति रमाइलो गर्दै आउनु भएको छ उहाँहरू, नाच्दै गाउँदै।
थाबाङ हुँदै जाने अब रुकुम कुन ठाउँ हो हजुरहरू तक्सेर जाने धोको त छ अब कहिले दुर्छ खै लैजानुहुन्छ रमाइलो छ जोस् त्यहाँबाट चाहिँ सिक्ने भनेको तिमीले भ्यू टावरमा पुग्यो पानी राखिन्छ भन्थ्यो नि देख्यौ के रहेछ भ्यू टावरबाट भ्यू त केही देखिएन जस्तो छ त्यस्तै बनाउने साथीहरू हामी अहिले अघि बाइक राखेको ठाउँमा आयौँ लगभग झम्कै अँध्यारो भइहाल्यो यहाँ माथि एउटा जनावर थियो कि के हो थाहै भएन अलिकति ढुङ्गा खसेर थियो हिँडे जस्तो थियो माथिबाट कस्तुरी हो कि रतुवा हो कि भालुमै पो हो कि हामी त डरायौँ एकछिन भालु पो हो कि भनेर एडभेन्चर भयो जोस् अनि अब तल यहाँ पुग्यौँ यहाँ रोडमा क्याबिन तारमा ढुङ्गा हालेर आएको मान्छेहरू हुनुहुन्छ उहाँ चाहिँ यहीँ खाना पकाएर खानुहुँदैछ एकछिन यहाँ बस्छौँ अनि त्यसपछि हामी जान्छौँ यो जेठको मेलामा त